तपाईको बिहे गर्ने उमेर भएछ अनि गर्ने होइन त कोर्ट म्यारेज गर्न चाहनुहुन्छ, तर यो कसरी हुन्छ, यसका लागि के कागजात चाहिन्छ, कन्फ्युज्ड हुनुहुन्छ भने यो भिडियो तपाईका लागि। कोर्ट म्यारेज अर्थात् दर्ता विवाह भनेको कुनै धार्मिक वा सांस्कृतिक विधि मार्फत नभएर अदालतमा गएर कानुनी रूपमा सम्पन्न गरिने अदालती विवाह हो। कोर्ट म्यारेज गर्नका लागि विवाह गर्ने दुवै जनाको उमेर कम्तीमा 20 वर्ष पुगेको हुनुपर्छ। अब चाहिने डकुमेन्ट्सको कुरा गरौँ। 1. दुवै जनाको नागरिकताको प्रमाणपत्र। 2. दुवै जनाको आफ्नो स्थानीय ओडाबाट लिने अविवाहित सिंगल भएको सिफारिस पत्र। 3. दुवै जनाको 4 प्रति पासपोर्ट साइज फोटो। 4. यदि कोर्ट म्यारेज गर्ने जिल्ला स्थायी बसोबासको होइन भने त्यस स्थानमा कम्तीमा 15 दिन बसेको अस्थायी बसोबास सिफारिस पत्र। यसबाहेक तपाईलाई 2 जना साक्षी चाहिन्छ र साक्षी पनि नागरिकताको प्रमाणपत्र सहित उपस्थित हुनुपर्छ र कोर्ट म्यारेज सम्पन्न हुन प्राय जसो 1 देखि 2 दिन मात्र लाग्छ।